तिमीहरूले जबसँग गाइड गर्दैनौ साइक्लिङ गाइड तबसम्म तिमीले पैसा कमाउँदैन। साथी राख्ने ठाउँमा छ गाइड गरेर के हुन्छ एउटा भत्ता पाउँछ गएको 1 डे कति त्यो अनुसार पाउँछ। अनि अर्को गाइड गरेर तिमीले गोराहरूलाई सेटिस्फाई गरे पनि त्यहाँबाट पैसा आउँछ। अनि ठ्याक्कै कम्पनीमा आउँदा कम्पनी ट्याक्क के हुन्छ स्यालेरी मऱ्यो भने 3टा तपाईँले पैसा आउनु केटा होइन। म राम्रो भन्छु तिम्रो प्रोफेसनल गाइड भयो भने इन्जिनियर र डक्टरले के पैसा तिमी त्यति पैसा कमाउँछ कि साइक्लिङ लाइनमा। म कमाएर आएको मान्छे हो त्यतिकै चाहिँ पठ्नु गरेँ होइन मैले त म आफै कमाएर आएर मैले तिमीलाई खुद मेरो भगाइदिनु सिकेर होला। साइक्लिङ गाइड नभएसँग पैसा कमाइँदैन। तर साइक्लिङ गाइड हुनुको लागि तिमीले के जानुपर्छ पहिलो कुरो इङ्ग्लिस बोल्न जानु पर्यो होइन। दोस्रो कुरो साइकल बनाउन जानु पर्यो। तेस्रो कुरो बाटो थाहा हुनु पर्यो। तिमीलाई आज मैले बाटो कुरा गरेँ तिमीलाई इङ्ग्लिस बोल्न आउँछ साइकल इङ्ग्लिस बोल्न आउँछ साइकल पनि बनाउन आइसकेको छ तिमीलाई बेसिक ट्रेनिङ दिइसकेको छु। अब तिमीलाई आजबाट तिमीको चाहिँ स्टार्टिङ गाइड ट्रेनिङ होइन। अब फेरि गाइड इङ्ग्लिस पनि बोल्न आउँछ बाटो पनि सिकाएको छ साइकल फेरि कसले बनाइन्छ त हामी टेक्निक गाइड जस्तो होइन झोला बोके बाटोमा हेर्दैन टेक्निकल मेकानिक कुरा हुन्छ नि टेक्निक चेन्ज हुन्छ नि त्यसलाई। साइकलको चेन बिग्रिला चेन चुकिला पञ्चर होला गियर नमिल्ला त्यो कसले बनाउनु स्वयं आफूले बनाउनु हो। त्यो छैन नि त साइक्लिङ गाइडको प्राइस चाहिँ टेक्निक गाइडको भन्दा बढी नै हुन्छ क्या कुरा बुझ्यो। तर त्यसको लागि मिहिनेत पनि बढी हुन्छ। मैले भनेन फर्स्ट हुने मान्छेले 99 जना मान्छेले बढी छिटो कुद्नुपर्छ। त्यो कुद्दाखेरि उसले बढी एफर्ट बढी उसको पसिना आउँछ उसलाई बढी मिहिनेत हुन्छ उसको बढी के हुन्छ त्यही क्यालोरी खर्चेको हुन्छ उसको बढी इनर्जी खर्चेको हुन्छ। त्यही भएको हुनाले प्रगति भनेको मान्छेले कति वर्षमा गर्यो भन्नेले फरक पार्दैन कि होइन। जस्तै कोहीले 5 वर्षमा गएन कोहीले त्यही प्रगति 1 वर्षमा गर्ला। तर 1 वर्ष गर्ने मान्छेले 5 वर्षमा प्रगति गरेको मान्छे बढी मिहिनेत गर्नुपर्छ अनि मात्र हुन्छ। ल तिमीलाई आज मैले रुखको बारेमा भन्नु गइरहेको छु। आज हामी घाटी छिनासम्म एक्सप्लोर गर्छौँ है। घाटी छिनासम्म जान्छौँ। अब घाटी छिनासम्म पुग्दाखेरि हाम्रो 3टा रुट हुन्छ। एउटा हामी अहिले जुन ठाउँ लेफ्ट साइडमा छौँ यहाँबाट यता पामेबाट फर्केर यसरी मार्गी भएर आउने एउटा रुट छ। अर्को चाहिँ यहाँ लेफ्ट साइडबाट चाहिँ दामदी भएर फर्केर आएर टुङ्गिने एउटा भयो। अर्को चाहिँ घाटी छिना है। अब हामी यो पामेबाट यसरी फर्केर आयो भने यो जम्मा पामेबाटै हामी यसरी फर्केर आयो भने चाहिँ यो जम्मा 22 किलोमिटर हो। अलिकति माथिसम्म यो बामदीसम्म गएर आयो भने यो चाहिँ 26 किलोमिटर छ। अब हामी यता घाटी छिनै गएर आउने भने यो चाहिँ 28 किलोमिटर छ। कुरा बुझ्यौ। तिम्रो गाइड गर्दाखेरि तिमीलाई के थाहा हुनुपर्छ भने साइकल त आयो तर रुटको बारेमा थाहा हुनुपर्छ। धेरै त गोरा सुत्ने भनेको चाहिँ कति टाइम लाग्छ र किलोमिटर कति हो अलिकति कति हो अनि तिमीलाई ठाउँमा केयर गर्नुपर्छ गाइड गर्नु। यो ठाउँमा एकदम ओह्रालो छ चियर भन्नुपर्छ। कुन जग्गा एकदम गाह्रो छ भने कम आउट फ्रम दि बाइक साइकलबाट ओर्ला भन्नुपर्छ। यदि बुढाबुढी छ भने साइकल अलिकति आफूले पुस गरेर पार गऱ्यो भने तिम्रो ल्यान्डस्लाइड हुन्छ एकदम टेक्निकल सेक्सन हुन्छ। या कुन ठाउँमा चाहिँ यङ्गेसन झराइ भन्छ रिस्क लिँदैन एकदम माया गरेर केयर गरेर गेस्टलाई चाहिँ केयर गर्नुपर्छ। कहिले पनि तिमीले गेस्टलाई चाहिँ 20 मिटरभन्दा बढी छोड्नु भएन। जहिले पनि आफूले हेरिराख्नुपर्छ उसलाई हेरिराख्नु जहिले है हेरिराख्नु। आज हामी युनिसलाई यो बाटो लिएर म जान लाग्यो। यो यहाँबाट पामेबाट आउन सकिन्छ भन्ने देखाउँछु। अर्को दामदेव देखाउँछु अर्को चाहिँ घाटसम्म देखाउँछु है। तिमीलाई प्रत्येक रुटको डेस्टिनेसन अनि कस्तो छ के अरे ट्र्याक अप डाउन स्लोप होइन अप कतिको छ डाउन कतिको छ पिच रोड हो कि अफ रोड हो कि सबै कुरा तिमीलाई थाहा हुनुपर्छ। यो टोटल राउन्ड गर्दाखेरि चाहिँ 28 किलोमिटर हो कि यो हाम्रो जुन अब खरेमा हाम्रो कम्पनी छ बाइक कम्पनी साइकल यहाँ छ यहाँबाट घाटसम्म गएर आउँछ 28 किलोमिटर 28 किलोमिटर हो। नर्मली एभरेजली चाहिँ हामीले 4 घन्टामा भ्याउँछौँ यो नर्मली एभरेजली। तर एकदम कुदाउनै नसक्ने छ भने 5 घन्टामा छिट्टो कुदाउन सकिन्छ भने 2 देखि 2.5 घन्टामा भ्याइन्छ है। अब यो त देखाइदिनुलाई कहाँ कि ब्रेक गर्नु ब्रेक भनेको साइकल कन्टिन्यू चलाएर भएन नि त। कहाँ फोटो खिच्ने राम्रो ठाउँ त्यहाँ फोटोको लागि स्टप गर्नु पऱ्यो। कहिले उनीहरू साइकल तिमीले सक्छौ यङ छ उनीहरू प्रायः साइकल नगरेको हुन्छ कुनै चाहिँ खतरा आएको खतरा पनि हुन्छ। कहाँनिर उनीहरूले चाहिँ टी ब्रेक वाटर ब्रेक होइन कहाँनिर के अरे टी कफी खुवाउने पानी खुवाउने कहाँनिर राम्रो ठाउँ त्यहाँ फोटो खिचिदिने उनीहरूको मरबाट तिमीले फोटो खिच्नु पऱ्यो होइन। कहाँनिर गएर लन्च खाने खाना खाने ठाउँ हुन्छ खाना ठाउँ हुन्छ त्यो सबै कुरा थाहा हुनुपर्छ। खाजा कहाँ खुवाउने खाना कहाँ खुवाउने त्यो सबै कुराहरू मैले चाहिँ आज उसलाई सबै देखाएर बुझ्यो नि।
अनि जहाँ को यो सुरु गरेर भन्दा पैसा तिमीलाई मनुष्य कहाँ बाँध्नु होइन मनुष्य त्यही सुरु गरेको ए मनुष्य त सनकोट लागेको सनकोट लगाएर तल झारेको त्यो पनि मनिषलाई मैले त्यो दिने फेरि मैले यहाँ लगेर देखाएर ल्याएँ त्यो छैन है आज आज यहाँ त्यो सारामा कति किलोमिटर यहाँबाट यहाँ सरेको छ है अहिले हामी यता नजाउँ तिम्रो फोकस यहाँ हो तिमीले 3 नम्बर पूर्वको पढायो तिमी उत्तर नसोध नि तिमी होइन यहाँ गएर हामी यस्तो गऱ्यौँ त्यसरी हामी कुरा बुझ्यौ अनि आज चाहिँ हामी मोटर बाइकमा जाने तिमीले देखाउँछु भोलिबाट तिम्रो काम के हो एक्लै जाने फोटो खिचेरमा जाने तिम्रो प्रुफ भने फोटो म भिडियो भगै बनाउँछु त्यो टाइम धेरै न भाइ टाइम चाहिँ धेरै नगर है किनभने फेरि हामी यो सिजनको टाइममा तिमीले धेरै भिडियो सिडियो बनाउँदा टाइम पनि लाग्छ टट्टा है अहिले म तिमीलाई देखाउँछु भोलि तिमी आफै जाने है यदि तिम्रो न्यानो कपडा छ भने भोलि 2 जना जाऊ साइकल सक्छ नि होइन 2 जना जाने आउने हो पसल खोल्ने 6 बजी 6 बजी पसल खोल्नुपर्छ नि कुरा आफै बुझ्नु ए अफगानी नै ठिक छ राति त फेरि गेम सुन यसो गर तिमीहरू जहाँ तिमीलाई आधी 1 घन्टा टाइम दिन्छु 7 बजी एनी वाटेभर हाउएभर पसल खोल्नु पऱ्यो 7 बजी म फेरि क्यामेरा हेर्छु भोलिबाट तिमीले यहाँ जाने आइहाल्नु भने तिमीहरू 5 बजी जाने कि 4 बजी जाने कि 6 बजी जाने कि 6:30 मा जाने कि फेरि तिमीहरू बिमार हुनु भएन तिमीहरू भनेको योद्धा हो तिमीहरू बिमारी हुनु कसरी लडाइँ गर्नु बिजनेस कसरी गर्नु हो कि तिमीहरू बिमारी हुनु नफेरि है खाँदैन